मिठो छ। सिरमा टोपी, घाँटीमा रुमाल, हातमा चिया। ए मै साहब, चुरोट पनि ल्याइदियो कि? Shut up. I know very well drivers like you. Mind your language. I know girls like you. कसैको दाइ, कसैको भाइ, मेरो बहिनीको एकमात्र निखिल। के भनिस् तैले? मेरो अगाडि मेरो श्रीमतीको नाम लिन्छस्? तँलाई मर्न मन लागेको छ? पुरा 5 मिटर छ भैरव, किनकि मैले तेरो नाप पहिले लिइसकेको थिएँ र म्याडमलाई केही पनि हुनु भएन। म्याडमको चिन्ता नगर, तर यो सालेहरूको थोबडा जरुर खराब हुन्छ। ए, खाली आफ्नो बारेमा मात्र सोच, नत्र दुनियाँलाई मुख देखाउने लायक रहनस्। अगाडि बढेर त हेर, तिमीहरूको यस्तो गति बनाउँछ अहिले म जिन्दगीमा उभिनु त के बस्न पनि सक्ने छैनौ। अरे ओ सप्रेकी मै साहब, एमए को प्रश्न पत्र त मैले एकैचोटीमा बुझेको थिएँ, तर यहाँको कुरा चाहिँ अलि बुझिन। हेर्नुस् न, तपाईले मेरो लागि यत्रो त सहयोग गर्नुभयो। यदि तपाईको ठाउँमा अरु कोही भइदिएको भए के हुन्थ्यो हुन्थ्यो। अब मेरो लागि एउटा सानो सहयोग गर्नुस् न प्लिज। हेर्नुस् मै साहब, आफू त बरु सिधा सादा मान्छे, यो घुमाई फेराई गरेको कुरा बुझ्दिन। सिधा भन्नुस् न। राणा साहब, राणा साहब, म बाँचु या मरु मलाई मतलब छैन, तर एउटा कुरा याद राख्नुस्, यदि मेरो प्रीतिलाई केही भयो भने म कसैलाई पनि बाँकी राख्दिन। विशालु साहब, घाइते बाघ र राणासँग जसले टक्कर लिन्छ। ऐसाले चौनी चोरहरू, तिमीहरूसँग बचे पनि यो इन्सपेक्टरसँग बच्न सक्दैनौ, बुझ्यौ? तँ इन्सपेक्टर हो भने के प्रमाण छ? के रे साला चौनी चोरहरू, तिमीहरूलाई समात्नको लागि भर्ती लगाएर आउनु पर्ने, पेस्तुर भिरेर आउनु पर्ने। है, मलाई हतार छ, खुरुकको लुटुको माल दिन्छौ कि हनुमान ढोकाको हावा खान्छौ? साले इन्सपेक्टर, क्या गजब छ बा, भलाइको त जमानै रहेन किस्ने, आफ्नो बाटो लाग। तुलसी, दुःखमा साथ दिने मान्छे मात्रै आफ्नो मान्छे हुन्छ भन्ने तिमीले भन्थ्यौ होइन? म तिम्रो दुःखमा साथ दिन चाहन्छु तुलसी, र तिम्रो परिवारको आफ्नो मान्छे बन्न चाहन्छु। हेर, मेरो त को छ र, कसको लागि बाँच्ने, के को लागि बाँच्ने, तर तिमी त तिम्रो छोरीहरूको लागि बाँच्नुपर्छ। तिम्रो जिन्दगीको कठिन समय त अब हुँदैछ, तिम्रो छोरीहरूको भविष्य सम्हाल्नु छ। आमा बाबु भएर